के तपाईँ कन्टेन्ट क्रिएटर बन्न चाहनुहुन्छ? कन्टेन्ट क्रिएटर बन्नको लागि चाहिँ यो 2-3 वटा चिजको चाहिँ तपाईँले ख्याल राख्नु होला। नर्मल्ली गर्न पनि सकिन्छ। कन्टेन्ट क्रिएटर गरेर चाहिँ तपाईँले कन्टेन्ट बनाएर सोसल मिडिया प्लेटफर्ममा चाहिँ अपलोड गरेर चाहिँ तपाईँले केही अर्निङ गर्न सक्नुहुनेछ। जस्तै कन्टेन्ट क्रिएटर बन्नको लागि तपाईँले गर्न सकिन्छ। नर्मल्ली कन्टेन्ट क्रिएटर भनेको चाहिँ के हो भने तपाईँले दैनिक जीवनमा गरिआएको जस्तै तपाईँले केही गरिरहनु भएको छ भने त्यसैलाई भिडियो बनाइदिनुहोस्, त्यसैलाई कन्टेन्ट बन्छ। तपाईँले केही काम गरिरहन्छ भने त्यसैलाई देखाइदिनुहोस्, त्यही कन्टेन्ट बन्छ। र कतै तपाईँ बाहिर गइरहनु भएको छ त्यसलाई ब्लगको रूपमा बनाइदिनुहोस्, त्यही कन्टेन्ट बन्छ। र यसरी कन्टेन्ट बनाएर चाहिँ तपाईँले सोसल प्लेटफर्म मार्फत चाहिँ अर्निङ गर्न सक्नुहुनेछ। यदि तपाईँ पनि नयाँ कन्टेन्ट क्रिएटर बन्न चाहनुहुन्छ भने तपाईँसँग एउटा स्मार्टफोन हुनु पर्यो र एउटा मोबाइल, अथवा तपाईँसँग छ भने एउटा जस्तै स्ट्यान्ड लिनु होला। स्ट्यान्ड छैन भने तपाईँले कतै राखेर पनि अथवा साथीलाई थोरै हेल्प गर्न लगाएर पनि तपाईँले बनाउन सक्नुहुनेछ। अर्को रहेको चाहिँ एउटा माइक। जब तपाईँसँग माइक छ भने तपाईँको साउन्ड क्वालिटी अलिक क्लियर आउँछ र तपाईँले भोइस क्लियर आउँछ, राम्रोसँग सुनिन्छ। यसरी तपाईँले एउटा माइक युज गर्न सक्नुहुन्छ, अथवा छैन भने तपाईँले मोबाइलको माइकबाट पनि गर्न सक्नुहुन्छ। नर्मल्ली तपाईँले युज गर्न सक्नुहुनेछ। यसरी चाहिँ तपाईँले कन्टेन्ट बनाएर केही सोसल प्लेटफर्ममा अपलोड गरेर चाहिँ अर्निङ गर्न सक्नुहुनेछ। साथीहरू, कस्तो लाग्यो यस भिडियो? यदि तपाईँलाई राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। मेरो युट्युब च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला। युट्युब च्यानलको लिङ्क तल राखिदिएको छु। अविरल टिचिङ भनेर सर्च गर्दा पनि तपाईँले सुरुमै मेरो च्यानल भेट्न सक्नुहुनेछ। यदि तपाईँले मलाई फेसबुकमा फलो गर्नुभएको छैन भने फलो गर्नु होला। अविरल श्रेष्ठ सर्च गरेर पनि फलो गर्न सक्नुहुनेछ।